हजुर है तपाईहरु इधरका भिडियो बोल्न यता हेर्दिनु त अनि उस्टिकल टाइममा पनि नहिन्नु अझ यो झन्डा तीनटै झन्डा भएको भए हुन्थ्यो हजुर राम्रो हुन्थ्यो हैन राम्रो हुन्थ्यो तर तपाईहरुले किन्नु भयो भने राम्रो सायद अब मसँग छ भने मसँग पनि होला एकचोटि हेरिदिराख्नु नभए आउने बेला रिटर्न ब्याक आउने बेला तपाईलाई ल्याइदिन्छु नि हामी आजै आउने कि हामी रिटर्न ब्याक उताबाट कन्यमबाट अनि आउँदाखेरि तपाईलाई ल्या छ भने दिइराख्नु हामीलाई अनि आउने बेला तपाईलाई दिइराख्छु भाइ अलिकति यता आउ त ल अब यो कस्तो भनेको चाहिँ परिवर्तन गर्ने भनेको तपाईँ हामीबाटै हो हजुर हजुर अब अहिलेको माग त्यो त्यही त भइरहेको छ हैन अनि अब मैले विशेष गरेर अब मैले अब यो अर्को तँ हटो वहाँ से हटो अरू एकजना बन्द गरिदिए ले लेना त भाइलाई पनि मैले हजुर भाइरल गरेको छु के हजुर 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 दाइ भाइ त्यसले गर्दाखेरि अब हजुर म सागर सुब्बा हजुर 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 शान्ति साथ मोती डाँडाबाट चाहिँ एउटा अब यो सम्मान है हजुर हस् हस् धन्यवाद के भने अनौपचारिक कार्यक्रममा ल सम्मान गरे ल हजुर ल ताली केटा ताली पड्काइदिए दाइलाई चाहिँ धेरै धेरै धन्यवाद हामीलाई यति सपोर्ट गर्नुभएको छ होइन हजुर हजुर हस् 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 अङ्कल धन्यवाद दाइले हामीलाई सम्मान गरिदिनु भएकोमा यति धन्यवाद छ दाइ मेरो फोन सम्हालिदियो त गाइस म चाहिँ दाइलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु दाइ तपाईँ हामीलाई यति सपोर्ट गर्नुहुँदैछ होइन अब हामी कहिले पुगेर आउने टुरमा अब तपाईँसँग झन्डा छ भने हामीलाई दिइराख्नु भयो भने आयो भने तपाईँलाई दिएर जान्छौँ यहाँबाट तर अब यो झन्डालाई माया गर्ने बित्तिकै आमालाई माया गर्नु पर्यो माया गर्यो बराबर हो बराबर हो हामी यस्तो अलिक अचानक आयौँ क्या नभए हामी तीनजनै नेपालको झन्डा लिएर थियौँ दाइलाई चाहिँ धेरै धेरै धन्यवाद हे गाइस खै भाइ ल ल तपाईँलाई धेरै धेरै धन्यवाद अगाडि लुक्नु एउटा फोटो हान्ने भाइ हाम्रो 3 जना